हेलो एभ्रिवान, आजको भिडियोमा सेल डिभिजन जानौँ है। सबैजना माइटोसिस र मेयोसिस सेल डिभिजनमा चाहिँ कन्फ्युज भइरहेको हुन्छन्। त्यसलाई चाहिँ आज यस भिडियोबाट क्लियर गरौँ है। माइटोसिस सेल डिभिजन भनेको चाहिँ जनरली यसलाई चाहिँ इक्वेसनल डिभिजन भनिन्छ। किन इक्वेसनल डिभिजन भनिन्छ भन्दाखेरिमा जब डिप्लोइड सेल्स यो माइटोसिस सेल डिभिजनमा जान्छ, यसले दुईटा आइडेन्टिकल डिप्लोइड डटर सेल्सहरू प्रोड्युस गर्छ। मतलब इक्वेसनल डिभिजन मिन्स आफ्नो आइडेन्टिकल सेम जस्तो छ त्यस्तै टुवटा डटर सेल्स बनाउँछ, जो चाहिँ जेनेटिकल्ली पनि आइडेन्टिकल हुन्छ। माइटोसिसमा चाहिँ केही फेजेसहरू इन्क्लुड हुन्छ, जस्तै पहिलो फेज भनेको प्रोफेज, मेटाफेज, एनाफेज र टेलोफेज। माइटोसिस पछि मियोसिस आउँछ। मियोसिसमा के हुन्छ भन्दाखेरिमा मियोसिसमा चाहिँ जब डिप्लोइड सेल्स मियोसिस डिभिजनमा जान्छ, त्यसले चाहिँ 4 डटेड सेल्सहरू बनाउँछ, जसलाई ग्यामेटहरू जनरली बनाउँछ, जो चाहिँ जेनेटिकली चाहिँ यिनीहरू चाहिँ आइडेन्टिकल हुँदैनन्। अब पहिलो यसमा पनि केही फेजेसहरू चाहिँ इन्क्लुड हुन्छ। जब डिप्लोइड सेल्स पहिलो भनेको मियोसिस आइएमा जान्छ, जसलाई रिडक्सनल डिभिजन पनि भनिन्छ। पहिलोमा चाहिँ प्रोफेज, मेटाफेज, एनाफेज र टेलोफेज। प्रोफेजमा चाहिँ केही सब स्टेजहरू इन्क्लुड हुन्छ, लिपोटिन, जाइगोटिन, प्याक्टिन, डिप्लोटिन, डाइकेनेसिस प्रेजेन्ट हुन्छ। त्यसै लास्ट टेलोफेजमा चाहिँ गएर इन्टरफेज आइसकेपछि मियोसिस सेकेन्ड चाहिँ स्टार्ट हुन्छ। मियोसिस सेकेन्ड, जसलाई चाहिँ इक्वेसनल डिभिजन पनि भनिन्छ। मियोसिस सेकेन्डमा पनि केही फेजेसहरू इन्क्लुड हुन्छन्, सेम प्रोफेज सेकेन्ड, मेटाफेज सेकेन्ड, एनाफेज सेकेन्ड र टेलोफेज सेकेन्ड। हामीले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरिमा मियोसिस डिभिजनमा चाहिँ एउटा डिप्लोइड सेल्स मियोसिस डिभिजन गएर 4 वटा ह्याप्लोइड ग्यामेट्सहरू बनाउँछ, जो चाहिँ जेनेटिकल्ली अनआइडेन्टिकल हुन्छ। बट इन माइटोसिस डिभिजन यो चाहिँ इक्वेसनल डिभिजन गएर 2 आइडेन्टिकल डिप्लोइड डटर सेल्सहरू बनाउँछ, जो जेनेटिकल्ली पनि आइडेन्टिकल हुन्छ। थ्याङ्क यू।